हेलो नमस्ते अनि सेवा रो तपाईहरु सबैजनालाई मेरो भिडियो हेर्दिनु हुनेलाई। अनि आज चाहिँ मैले आफ्टरनुनदेखि भिडियो स्टार्ट गरेको। अहिले चाहिँ म लसुनहरु गोड्दै छु। लसुनमा पुरा झारहरु पलाएको रहेछ कि अनि लसुनहरु गोडेको। अनि छिटो छिटो हात चलाएको नि त आज चाहिँ। अनि सागहरु पनि टिप्नु पर्ने छ नि त आज बेलुका खानाको लागि टिप्नु पर्ने छ। अनि अहिले भरे पानी लगाएपछि टिप्दाखेरि पुरा कुहिन्छ नि त प्यातक हुन्छ कि। अन्त पानी लाउनु भन्दा अगाडि नै छिटो छिटो गरेर टिपिहाल्यो भने चाहिँ उयो हुन्छ नि त भरे खानु सजिलो हुन्छ अनि पानी लाउनु पनि सजिलो हुन्छ। अनि साग टिपिसकेर चाहिँ म चाहिँ मल भर्दै छु। 2-3 बोरा भरेको मल चाहिँ मैले भरिराख्नु नि ल भनेर भनेको छ कि। अनि मैले भरिराखेको मल चाहिँ उचाल्नु पनि सक्दिन उ। अनि छिटो गरेर चाहिँ मलहरु भरिसके। त्यहाँदेखि चाहिँ मुमालाई भोक लाग्यो भनेर मलाई पनि भोक लाग्यो। अन्त 2टा म्यागी बनाए 4टा अन्डा हाले। अन्डा चाहिँ 4टा हाले किनभने मलाई अलिक खानु मन लागेको थियो। अनि यो चाहिँ बक्चे साग ल्याए धोए अनि म्यागी बनाए छिटो छिटो गरेर। अनि मसलाहरु हालेर चाहिँ म्यागीहरु बनाउँदै छु। अनि यो अघि ल्याएको साग पनि मज्जाले धोएको थियो नि त त्यसलाई पनि मज्जाले हालिदिए त्यहाँदेखि खाजा रेडी भयो। अनि मुमालाई पनि मिठो भयो अरे खाजा मिठो भयो भन्दै खाँदैछ। अनि अन्डा चाहिँ मैले आधी मात्रै दिएँ किनभने बेसी अन्डा दिनु हुँदैन नि त मुमाको हाई प्रेसर छ सुगर पनि छ त्यही भएर। अनि खाजासाजा खाइसकेर चाहिँ म तल बारीमा सोत्तरहरु सोर्नु आएँ। सोत्तर सोरेर चाहिँ त्यो बोरामा हाल्नु पर्यो नि बोरा पनि यत्रो ठुलो छ। 2टा भैँसी पस्दाखेरि पनि के भन्छ त्यसलाई खक्ला कम्ती हुने क्या ठुलो धोको छ नि त बोरा। अनि त्यसमा सोत्तर सोरेर हाल्दैछु। कस्तो साह्रो पर्छ भर्नु भरिँदैन। अन्त छिटो छिटो गरेर भरेर चाहिँ अनि 2 बोरा चाहिँ मैले भरेँ। यहाँनिर सानो बोरा र ठुलो बोरा गरेर। अनि त्यहाँ पर अमला पनि फलेको थियो अन्त अमला टिपेर गोजीमा हालेँ। अनि अमलाहरु टिपेँ त्यहाँदेखि तपाईहरुलाई देखाउँदै मैले अमला पनि खाएँ। यही अमला खाँदै भोइस ओभर गरेको। अनि थ्यांक यू फर वाचिङ मेरो भिडियो हेरिदिनु भएकोमा।